करू नमस्कार। मैले विभिन्न स्थानहरूको परिचय गराउने क्रममा आज म यो चितवन भरतपुर स्थित भरतपुर महानगरपालिका एक देवघाटमा रहेको श्री राम जानकी बालिका आश्रमको परिचय गराउन गइरहेको छु। यहाँ विशेष गरेर नारी जातिहरूले पढ्न हुँदैन, कर्मकाण्ड गर्नु हुँदैन, वेद पढ्न हुँदैन, धर्मशास्त्र पढ्न हुँदैन भन्ने यस्ता जो कुरीति परम्परा छन् त्यसकी मान्यताहरूलाई तोड्दै यहाँ धर्मशास्त्र सम्बन्धी संस्कृत वाङ्मयका विभिन्न कुराहरू, भागवत पुराण सम्बन्धी 18 पुराणहरू, वेदहरू, यी सबैको अध्ययन अध्यापन गराइन्छ। यहाँका कतिपय बालिकाहरू ब्रह्मचारिणीहरू के अरे लोक कल्याणी माताहरूले भागवत वाचन गरिरहनु भएको पनि छ, सुनाइरहनु भएको पनि छ। यदि कसैलाई हजुरहरूलाई यस्तो महिला वाचिका माता कल्याणीहरूबाट, ब्रह्मचारिणीहरूबाट भागवत वाचन त्यस्तो इच्छा भएमा यहाँ सर्वसुलभ सम्पर्क गर्नुपर्छ। यहाँ सर्वसुलभ सबै कुराहरूको सर्वसुलभ छ र कतै पनि कोही जो इच्छुक हुनुहुन्छ संस्कृत वाङ्मयभित्र के छ भनेर मैत्रेय गार्गीय जस्ता वैदिक विदुषीहरू जस्ता बन्न चाहनुहुन्छ, कोही महिलाहरू अथवा आफ्नो छोरीहरूलाई कसैले केही पढाउन चाहनुहुन्छ, संस्कृत वाङ्मय भित्रका अथाह ज्ञान सागरहरूको बारेमा ज्ञाता बन्ने विचार भएमा यो आश्रममा सम्पर्क गरेर नसक्नुहुनेछ, अथाह ज्ञान राशि हासिल गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।